डरायो यी पृथ्वीका मनुष्य भरौताहरू सबै यो कलीलाई देखेर डराए। हे पृथ्वीमा बस्ने पनुवा भरौताहरू, हेर यता स्वयं कलीको आगमन भइसकेको छ। कली भनेको अधर्मको राजा। अब यहाँ हत्या हुनेछ, हिंसा हुनेछ, काटमार हुनेछ, चोरी डकैती हुनेछ, मनुष्यहरू अधर्ममा लाग्नेछन्, कुकर्ममा लाग्नेछन्। यदि जो कोहीले यस राज्यमा पूजा पाठ गर्छ त्यसको शरीर चट गरिदिनेछु। कली हुँ म, कली। तिमीहरूको राजा भनेको म नै हुँ। मैले मेरो भाउलाई राखेर अब यो राज्यलाई सकेको छु। अब तिमीहरू एक एकले पापको कर्महरू गर्नुपर्ने कार्यहरू गर्छौ भने म पनि राज्य भ्रमण गर्नु गएको पनि समय धेरै दिन बितिसकेको छ। मेरो यस राज्यमा के कस्तो कार्य भइरहेको छ, मेरो प्रजाहरू के गरिरहेका छन्, जानु पर्यो। प्रजा हो, मेरो राज्य किन चङ्गमनीय छ? एकचोटि भन भन, सबैले भन, कली महाराज की। त्यसै गरी मेरो शासनको छैन। आज मौसम पनि बदलिएको छ यो मेरो राज्यमा। आजसम्म यस्तो भएको छैन यो मेरो राज्यमा। हे दुष्ट पापी, कोष त आज मेरो राज्यमा आएर मेरो प्रजाहरूलाई महाराजको जय होस् भन्ने। तैले मेरै राज्यमा आएर मेरै एक्ला मलाई डर लाग्यो महाराज। यदि मात्रै होइन, यस राज्यको राजा हुँ म। ओहो महाराज, मलाई त हजुरलाई देखेर साह्रै डर लाग्यो। यसो भए राज्य छोडेर तयार। मैले डर लाग्यो भन्दाखेरि तैँले साँच्चीकै सोचिस् कि क्या हो? म त कस्तो झुसेसँग डराउँछु होला। तैँले मलाई चिनेको छैनस् मूर्ख। म को हो भने ल भन्। तैँले आज मेरो राज्यमा आएर मलाई तकोस् भने आज कति खोस् र सुना। तैँले मलाई चिनेको छैनस् भने सुन। खोला नालालाई सोध, छोरा चुरुङलाई सोध, आकाशलाई सोध, पाताललाई सोध, सबैलाई सोध। म को हुँ भनेर सबैले एकै शब्दमा भनेछन्, अधर्मको राजा कली। कली भनेको त हो। त्यसो भए राज्य छोडेर तयार। नत्र म तँलाई यहाँ टुक्रा टुक्रा पारिदिनेछु। हे कली, हे दुष्ट, अब यो राज्य मैले छोडेर जाने होइन। अब यो राज्यबाट तँलाई बहिष्कार गराउनेछु। मलाई बहिष्कार गराउने त आज मेरो राज्यमा आएर मेरो प्रजाहरूलाई हातपात गरिरहेको छ। मेरो राज्यमा प्रजाहरूलाई काटमार, हत्या, हिंसा गर्न सिकाइरहेको छ। तर असम्भव, मेरो राज्यमा कहिले पनि काटमार, हत्या, हिंसा हुने छैन। ए दुष्ट पापी कली, हे मूर्ख, कसरी अधर्म हुने छैन, कसरी कुकर्म हुने छैन। म पनि हेर्नेछु। जुन स्थानमा मैले भाव राख्छु नि त्यो स्थान अधर्ममय बनाउनेछु, बुझिस्? यस राज्य म राजा परीक्षितको राज्य हो। मेरो राज्यमा म जहाँ बाछु जेलसम्म म राज्य चलाउने छु, गर्ने छुइनँ। आज तँलाई म हत्या गरिदिनेछु। हे कली, भनेपछि त मसँग युद्ध चाहन्छस् होइन मूर्ख? अवश्य मसँग युद्ध गर्नुभन्दा कि भन् मूर्ख, तेरो आयु कति छ भन्? 60देखि 100 वर्ष हो मेरो आयु भनेको। सुन्यौ तिमीहरूले तिमीहरूको महाराजको आयु कति छ भनेर? जम्मा 60देखि 100 वर्ष आयु भएकोले, यति तुच्छ आयु भएकोले मसँग युद्ध गर्ने मेरो आयु कति छ? दुःख सुन्छस्?
32,000 वर्ष ए काली तेरो आयु 4,32,000 वा 8,64,000 होस् मलाई कुनै आयुले फरक पार्दैन त्यसो भए आज मसँग युद्ध गर्ने आज काली तर सुन एउटा शर्तमा युद्ध हुनेछ जसले यस युद्धमा जो विजय हुनेछ यसले राज्य समय आज राजा परिचित आज तेरो अन्तिम समय हुनेछ संहारम अब अर्को दोस्रो प्रहार मेरो दोस्रो प्रहारलाई पनि छलिस बोल्न मैले अब तेस्रो प्रहार मैले छल्न सकेन स्वर्ग पहिले एकचोटि मलाई भुइँमा खसाए पनि मेरो बन्द चाहिँ घटेको छैन मूर्ख आइज अब बाहुको युद्ध जाने महाराज हजुरसँग युद्ध गरे महाराज तर हजुर त साह्रै बलशाली शक्तिशाली हुनुहुँदो रहेछ महाराज मलाई क्षमा गरिदिनुहोस् महाराज जहाँ हाम्रो युद्ध मैदान सुरु हुनुभन्दा अगाडि एउटा शर्त थियो जसले यस युद्धमा जो विजय हुनेछ यस राज्यको राजा बन्नेछ जसले यस युद्धमा हार्नेछ राज्य छोडेर भाग्नेछ भनेको पनि मैले राज्य छोडेर गइहाल ममाथि यस्तो अन्याय नगर्नुहोस् महाराज शर्त यही थियो महाराज तर म हजुरको शरणमा आएको छु महाराज यत्र तत्र सर्वत्र चारै दिशामा हजुरको मात्रै राज्य छ महाराज म जाने त कहाँ जाने महाराज मलाई त हजुरले कुनै शान्ति बख्सियोस् महाराज ठिक छ जो आज यो मेरो शरणमा राजाको शरणमा पर्छ मैले त्यसलाई कहिलेसम्म पनि भरण दिएको छुइनँ भने तलाई म ल भनिहालिस् बस्ने वासस्थान दिनेछु ल सुन भुजम पानम स्त्रीहसुना यत्र धर्मस्तुर्मिदम जहाँ धूम्रपान मदिरापान हुन्छ त्यहाँ गएर तेरो बास हुनेछ जहाँ जुवा तास खेलिन्छ त्यहाँ गएर तेरो बास हुनेछ जहाँ काठ माल हटिया हिंसा हुन्छ त्यहाँ गएर तेरो बास हुनेछ जहाँ वेश्यागमन कुकर्म हुन्छ त्यहाँ गएर तेरो बास हुनेछ जहाँ कली परिहार महाराज ममाथि कृपा गर्नुहोस् महाराज भुइँको पानी स्त्रीले यत्र धर्म सतुलित महाराज हजुरले यो चारवटा स्थान दिनुभएको सबै दुर्गन्धित भएन महाराज ममाथि कृपा गरेर एउटा सुन्दर स्थान प्रदान गर्नुहोस् महाराज हे कली आज मैले तँलाई चारवटा स्थान दिइसकेँ त्यही पनि त आज बस्न मानिरहेको छैनस् महाराज मलाई कुनै एउटा सुन्दर स्थान दिएर ममाथि कृपा गर्नुहोस् महाराज मैले तँलाई राम्रो वासस्थान दिनको लागि त भित्र पनि एउटा राम्रो गुण हुनु पर्यो नि कली महाराज यो कली भित्र पनि म कालो भए पनि मलाई ममाथि एउटा असाध्य राम्रो गुण छ महाराज सत्य युगमा त्रेता युगमा द्वापर युगमा 10,000 वर्ष ऋषि महर्षिहरूले तपस्या गरेर भगवान प्राप्त गर्न सक्दैनथ्यो महाराज तर मेरो युगमा केवल मेरो युग कलि युगमा एकैछिन भगवानको ध्यान लगायो भने भगवान झप्पैसँग प्रकट हुन्छ भगवान यही सुन्दर गुण छ महाराज वाह कली वाह त भित्र पनि मान्छे कालो भए पनि त भित्र पनि एउटा राम्रो गुण रहेछ जहाँ सत्य त्रेता द्वापरमा 10,000 ऋषिले ज्ञान तपस्या गर्दा पनि हरि प्राप्त गर्न सक्दैनथे भने आज तेरो युगमा
जसले एकपल्ट हरिनाम सङ्कीर्तन गर्दछ भने उसले अवश्य हरि प्राप्त गर्न सक्छ। वा तेरो म प्रभावित भए तेरो गुणले। महाराज मलाई अब कुनै एउटा सुन्दर स्थान दिनुहोस् महाराज। लभन तेरो इच्छामा बस्ने इच्छा छ लभन काली। पहिला सोच काली सोच। तँलाई यसले युद्धमा पराजित गरेको छ, यसलाई कसरी सखाप गर्ने त्यसको विकल्प सोच काली। प्रतिशोधको समय आएको छ। यसका पुर्खाहरूले त्यो जरासन्धसँग युद्ध गरेर छल गरेर त्यो श्रीतेज ल्याएको थियो। अब त्यही श्रीतेजमा बस्ने, सुवर्णमा बस्ने, सुनमा बस्ने स्थान हजुरले स्थान दिनुहुन्छ भने महाराज मलाई सुवर्णमा बस्ने स्थान। सुवर्णमा बास भनेको भगवान लक्ष्मीनारायणको मात्र बास हुने काली। सुवर्णमा जस्तो कालो पुरुष बस्न मनाइ छ काली। महाराज हजुरले मेरो सुन्नुभएको जस्तो छ महाराज। हजुरले मसँग वाचा गर्नुभएको थियो महाराज। हजुरले यदि वाचा पुरा गर्नु भएन भने हजुरको यत्रा प्रजाहरूले हजुरलाई के भन्ने छ महाराज? हुन त म पनि एउटा क्षत्रिय वंश राजा परिचित हुँ। बन्दुकको गोली र राजा परिचितको गोली कहिले पनि फरक खाँदैन भनेको। ल सुन काली, तँलाई सुवर्णमा बास त दिनेछु म, तर कस्तो जहाँ चोरी डकैती कुकर्म गरेर ल्याएको सुवर्णमा तेरो बास हुनेछ। ल काली ल। धन्य महाराज, धन्य महाराज, धन्य महाराज। ठिक छ ल काली। महाराज दरबारतिर लाग्नु पर्यो म पनि अब। के को महाराज? मेरो छललाई तैँले बुझ्न सकिनस् मूर्ख। अब तैँले लगाएको सुपेज पनि त्यही जरासन्धसँग युद्ध गरेर ल्याएको सुनको सुपेज हो। अब त्यो सुपेजमा गएर म ताड्नेछु प्रतिशोध। म त सुनमा बस्ने भाइ, म त सुनमा बस्ने भाइ, म त सुनमा बस्ने भाइ, म त सुनमा बस्ने भाइ। अभी आग लगा